आज म तपाईहरुलाई एक दिनमा 5 घनमिटर भन्दा बेसी मेसिनरी वाल हाल्ने व्यक्तिहरुलाई देखाउँदै छु। उहाँहरु दुई जना हुनुहुन्छ। उहाँहरुले एक दिनमा 5 घनमिटर भन्दा बेसी वाल हाल्नुहुन्छ। हेर्न सक्नुहुन्छ उहाँहरुले गरिरहेको काम। अमरले खटार मोबाइल के देखा होला यार। अरे अमर जी त्यो खटार मोबाइल के देखा यार। उहाँले म्याक्सिमम 50 केजी को ढुङ्गो लगाउँदै हुनुहुन्छ। तपाईँ भिडियो गाना कपिराइट लाग्छ। दाइले गाना गाउनु भयो? अमर सुकुटी ल्याइदियो सुकुटी। अरू चाहिँ भने अमरको माथि हात छ भैँसीको। उहाँ चाहिँ भैँसीको कालो हुनुहुन्छ है। अरू चाहिँ उहाँले सकि नसके एउटा घतिलो ढुङ्गो लिएर लगाउँदै हुनुहुन्छ। हेरौँ उहाँले त्यसलाई कसरी राख्नुहुन्छ है। हैन यसमा मसिना ढुङ्गा हाल्न पर्दैन मिस्त्रीजी? हाल्छन् सबै हाल्छन्। मसिना ढुङ्गा सबै हाल्छन्। मसला छैन हैन। मसला आछ नि त पछि हामी हालिहाल्छौँ। मलाई त्यतिकै बनाउनु लाग्छ। भ्युअरहरूले हामीलाई चाहिँ सपोर्ट गर्नु पर्यो है। हजुर। किनभने हामी गरिबदेखि मान्छे हामीलाई यो वाल तपाईहरुले आजै सिद्धाउनु भयो? यस्ता वाला हामीलाई तपाईहरुको साथीले हामीलाई पैसा पठाइदिनु पर्यो के। सिक्ने अवसर छ आउनु होला सिक्नु हजुर पनि हैन। त्यही हो हामी दुखी गरिबलाई अलि 4 पैसा बढाएर 1 पैसा बढाएर गरिब ठाउँमा काम गर्दा गर्दा हैरान भयो कसै साथी दिनु होला। 2-4 लाखको सपोर्ट हान्दिनु भए जिन्दगी केही अलि सुखमय बित्यो कि भन्ने आशा अच्छा। त्यो भएर यो प्रत्येक ढुङ्गामा मसला छाउनु भएको छ नि? मजाले हजुर। हेर्न सक्नुहुन्छ खोलेर हैन प्रत्येक ढुङ्गामा नि मसला छ। हामीले 100 वर्षको ग्यारेन्टी दिएको। यो वालको मसला हाल्ने नि यो 100 वर्षको ग्यारेन्टी हामीले दिएर हामी आफै यस्तो छ सर। यो सब काम तपाईहरुले गर्नु भएको हैन? उहाँ त नाच्नु पनि हुन्थ्यो र बेला बेला हैन? नाच्दै ढुङ्गा लगाउँदै गर्नु भएको रहेछ भनौँ। गानाको तालमा उहाँ कहिले पनि गाना तालमा चल्नुहुन्छ। खै माल नाच्नुहुन्छ जरा। हेलो गाइस। उहाँलाई मसला दिनुपर्ने भयो। क्यामेराम्यान र मोबाइल खिच्नु अहिले तल है मैले।